नमस्कार, यस प्रस्तुतिमा स्वागत छ। आज हामी मानव इतिहासकै एउटा एकदमै महत्त्वपूर्ण र गहिरो चासोको विषयमा चर्चा गर्दैछौँ। त्यो हो हाम्रो स्वास्थ्य। प्राचीन पूर्वीय वैदिक परम्परा र आधुनिक पश्चिमी विज्ञानले रोगसँग लड्न र मानिसलाई स्वस्थ राख्न नितान्त छुट्टा-छुट्टै बाटाहरू अपनाएका छन्। आज हामी यी दुई फरक तरिकाको एकदमै निष्पक्ष र रोचक विश्लेषण गर्नेछौँ। आउनुहोस्, ज्ञानको यो यात्रा सुरु गरौँ। एकातिर हाम्रा परम्परागत जडीबुटी, मसला र प्राकृतिक लेपहरू छन् भने अर्कोतिर आधुनिक विज्ञानका चक्की र सिरिन्जहरू। यो भिन्नताले केवल दुई फरक औषधिलाई मात्र जनाउँदैन, यसले त समग्र मानव जातिले स्वस्थ रहन ऐतिहासिक रूपमा अपनाएका दुई पूर्ण रूपमा फरक दृष्टिकोणलाई प्रष्ट पार्छ। एउटा प्रकृतिसँगको सन्तुलनमा आधारित छ भने अर्को चाहिँ विज्ञान र प्रविधिको अद्वितीय शक्तिमा। अब अगाडि बढ्नु अघि आजको हाम्रो यो छलफलको रूपरेखा सरसर्ती बुझौँ। हामी सुरुमा चिकित्साको विश्वव्यापी आवश्यकताबाट कुरा थाल्नेछौँ। त्यसपछि विश्वव्यापी परिदृश्य, पूर्वीय मार्ग आयुर्वेद, पश्चिमी मार्ग एलोप्याथी, नेपालको आफ्नै जडीबुटी सम्पदा र अन्त्यमा यी दुवै पद्धतिका फाइदा र सीमितताहरूबारे कुरा गर्नेछौँ। खण्ड 1, विश्वव्यापी आवश्यकता। खासमा भन्नुपर्दा शरीर स्वस्थ रहेको मन खुसी हुन्छ, होइन र? हाम्रै आफ्नै असावधानी वा बाह्य कारणले गर्दा जब रोगले हाम्रो शरीरमा अनधिकृत रूपमा अर्थात् बिना अनुमति प्रवेश पाउँछन् नि, तिनले हाम्रो सम्पूर्ण खुसी नै लुट्छन्। ती रोगलाई हटाएर शरीरलाई पुरानै अवस्थामा फर्काउने मानिसको जुन अदम्य इच्छा हुन्छ नि, त्यसैबाट चिकित्साको सुरुवात भएको हो। यो संसारभरिका हरेक मानिसको आधारभूत आवश्यकता हो। खण्ड 2, विश्वव्यापी परिदृश्य। मानव स्वास्थ्यको यात्रा एउटा निश्चित कालक्रममा अघि बढ्छ। रोग लाग्नु अघि नै त्यसलाई रोक्न खोप जस्ता निरोधात्मक सेवा दिइन्छ। त्यसपछि हाम्रो दैनिक जीवनमा स्वास्थ्य सुधार्न पोषण र सरसफाइ जस्ता प्रवर्धनात्मक कुराहरू आउँछन्। तर यी सबै गर्दा गर्दै पनि यदि रोगले संक्रमण गरिहाल्यो भने अनि बल्ल बिरामीलाई निको पार्न उपचारात्मक स्वास्थ्य सेवा सुरु हुन्छ। संसारभरि बिरामीको उपचार गर्ने थुप्रै पद्धतिहरू भए पनि मुख्यतया 4वटा पद्धति सबभन्दा बढी चलनचल्तीमा छन्। ती हुन् आधुनिक पश्चिमी एलोप्याथी, प्राचीन पूर्वीय आयुर्वेद, होमियोप्याथी र युनानी। यहाँ युनानी पद्धतिको कुरा निकै रोचक छ है। यो मूलतः 11औं शताब्दीतिर अरबमा सुरु भएको प्राचीन पद्धति हो, जसलाई पछि भारत र अन्य ठाउँमा भित्र्याइयो। तर आजको हाम्रो मुख्य ध्यान भने पहिलो र दोस्रो पद्धति अर्थात् एलोप्याथी र आयुर्वेदमा केन्द्रित हुनेछ। तर अगाडि बढ्नु अघि एउटा सानो र अचम्मको कुरा गरिहालौँ। वैकल्पिक चिकित्साको रूपमा चिनिने होमियोप्याथीको एउटा निकै रमाइलो सिद्धान्त छ। काँडालाई काँडाले नै झिक्नुपर्छ। सुन्दा अचम्म लाग्न सक्छ, तर यसमा जुन कुराले रोगको लक्षण ल्याउँछ त्यही पदार्थको सूक्ष्म मात्रा दिएर उपचार गरिन्छ। सुरुमा रोग बढाउने खुराक दिएर क्रमशः निको पार्ने यो दर्शन साँच्चै अनौठो छ। खण्ड 3, पूर्वीय मार्ग आयुर्वेद। आयुर्वेद भन्ने शब्द आफैमा दुईवटा शब्द मिलेर बनेको छ, आयु र वेद, जसको अर्थ हुन्छ जीवनको ज्ञान। यसको मुख्य दर्शन भनेको तत्काल निको पार्ने चटारो गर्नुभन्दा पनि जीवनको मर्म नै बुझेर रोग लाग्नै नदिने अवस्था सृजना गर्नु हो। यसले खानपान र जीवनशैली मिलाएर शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने र रोगको मूल जरोलाई नै निर्मूल पार्ने कुरामा एकदमै जोड दिन्छ। सुन्दा छक्क पर्न सकिन्छ। प्राचीन कालमै आयुर्वेद यति धेरै व्यवस्थित थियो नि। यसलाई अष्टाङ्ग आयुर्वेद भनिन्छ किनभने यसका 8वटा छुट्टा छुट्टै बृहत शाखाहरू छन्। साधारण आन्तरिक चिकित्सादेखि लिएर शल्यक्रिया वा सर्जरी, आँखा, कान, घाँटीको शालाक्य, बालबालिका र प्रसुतिको कौमार भृत्य, विष हटाउने अगधतन्त्र, रोग प्रतिरोधात्मक क्षमता बढाउने रसायन, शारीरिक शक्ति बढाउने वाजीकरण र यहाँसम्म कि मनोरोगको उपचार गर्ने भूत विद्या समेत यसमा पर्छन्। यो त मानव शरीर र मनको एउटा कम्प्लिट प्याकेज नै हो। आयुर्वेदको अर्को एकदमै महत्त्वपूर्ण पाटो भनेको पञ्चकर्म हो। यो शरीरलाई भित्रैदेखि पूर्ण रूपमा शुद्ध गर्ने 5 चरणको कठोर तर अत्यन्तै प्रभावकारी विधि हो। यसमा उपचारात्मक उल्टी गराउने वमन, पेट सफा गर्ने विरेचन, पेट सम्बन्धी वस्ती, नाकबाट औषधि राख्ने नस्य र रगतको अशुद्धि हटाउने रक्तमोक्षण पर्छन्। यी 5 कुराहरूको सम्मिश्रणले हाम्रो शरीरको रोगसँग लड्ने प्राकृतिक क्षमतालाई उच्चतम बिन्दुमा पुर्याइदिन्छ। र यो सम्पूर्ण प्रणाली
एउटा निकै रोचक कुरामा टिकेको छ, त्रिदोषको सन्तुलन। वात, पित्त र कफ। शरीरमा यी तीनवटा तत्त्वको ब्यालेन्स मिलेसम्म मानिस पूर्ण रूपमा स्वस्थ हुन्छ। तर जब मौसम, ठाउँ, उमेर वा हाम्रो मानसिक अवस्थाले यो सन्तुलन बिग्रिन्छ नि, तब मात्र हामी बिरामी पर्छौं। निकै सिम्पल तर एकदमै गहिरो छ यो जैविक दर्शन। खण्ड 4, पश्चिमी मार्ग, एलोप्याथी। अब पूर्ण रूपमा फरक दिशातिर लागौं। आधुनिक प्रविधिमा आधारित पश्चिमी एलोप्याथी। यसको क्षमता साँच्चै नै अद्भुत छ। एलोप्याथीको सबैभन्दा ठूलो तागत भनेकै यसको फास्ट एक्सन हो। रोग लाग्न साथ त्यसलाई तत्काल घटाउने र कन्ट्रोल गर्ने कुरामा यसले जादु जस्तै काम गर्छ। विश्व स्वास्थ्य संगठन र मेडिकल काउन्सिलहरूबाट कडा नियमन हुने यो प्रणालीले प्रविधिको उच्चतम प्रयोग गर्छ। गम्भीर प्रकृतिका रोग, इमर्जेन्सी ट्रमा केयर र जीवन बचाउने जटिल शल्यक्रियाहरूमा त यसको कुनै विकल्पै छैन। खण्ड 5, नेपालको जडीबुटी सम्पदा। यी दुई विश्वव्यापी प्रणालीहरू बुझिसकेपछि अब यो कुरालाई अलिकति आफ्नै माटोसँग जोडौं। नेपाल त प्राचीन कालदेखि नै आयुर्वेदिक जडीबुटीको केन्द्र मानिन्छ। रामायणको त्यो प्रख्यात सञ्जीवनी बुटीको कथा त हामी सबैले सुनेकै छौं। युद्धमा लक्ष्मण घाइते हुँदा हनुमानले ज्यान बचाउने बुटी खोज्न नेपालकै हिमालय क्षेत्रमा आएको र बुटी नचिनेर सिङ्गै पहाडले उठाएर लगेको त्यो किम्वदन्ती, यसले पनि हाम्रो भूमिको जडीबुटीको ऐतिहासिक महत्त्व कति धेरै छ भन्ने कुरा प्रश्न पार्छ। तर यो केवल प्राचीन किंवदन्ती मात्र होइन नि। आजको आधुनिक यथार्थमा पनि नेपालमा आयुर्वेदको अनुसन्धान र शिक्षाले निकै ठूलो संस्थागत रूप लिइसकेको छ। कीर्तिपुरको राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्र, त्रिभुवन विश्वविद्यालयको आयुर्वेद क्याम्पस र नेपाल संस्कृत विश्वविद्यालय जस्ता संस्थाहरूले यो परम्परागत ज्ञानलाई आधुनिक विज्ञानसँग जोड्दैछन्। साथै नेपाल आयुर्वेद चिकित्सा परिषदले यसलाई व्यवस्थित र मर्यादित बनाउन नियमनको काम पनि गरिरहेको छ। खण्ड 6, फाइदा र सीमितताहरू। अब यी दुवै पद्धतिका दर्शन र काम गर्ने तरिकालाई निष्पक्ष रूपमा दाँजेर हेरौं। सबैभन्दा ठूलो फरक भनेकै यिनको उपचार दर्शनमा छ। एलोप्याथीले रोगलाई तत्काल प्रहार गरेर त्यसको प्रभाव द्रुत रूपमा घटाउँछ, जुन तीव्र दुखाइ वा इमर्जेन्सीमा एकदमै जरुरी हुन्छ। तर आयुर्वेदले चाहिँ केही समय लिएर भए पनि रोगको मुख्य कारणलाई नै जरैदेखि उखेल्ने र पुरै शरीरलाई भित्रैदेखि बलियो बनाउने उद्देश्य राख्छ। यी दुवै पद्धतिका यथार्थहरूलाई एकै ठाउँ राखेर हेर्दा कुरा झनै छर्लङ्ग हुन्छ। एलोप्याथी एकदमै छिटो छ, WHO बाट स्वीकृत छ र सघन उपचार वा सर्जरीमा यसको विकल्प छैन। तर यो निकै महँगो हुन सक्छ, यसका सम्भावित साइड इफेक्टहरू हुन सक्छन् र विशेषज्ञहरूको अभाव अर्को चुनौती हो। उता आयुर्वेदको साइड इफेक्ट निकै कम हुन्छ र यसले समग्र स्वास्थ्यलाई पोषण दिन्छ। तर यसको प्रक्रिया अलि ढिलो हुन्छ र दुर्घटना जस्तो आकस्मिक अवस्थामा यो प्रभावकारी हुँदैन। अनि अर्को ठूलो जोखिम भनेको जो पायो त्यसले वैद्य बनेर जथाभावी औषधि बेच्ने र नियमन नहुने खतरा पनि यसमा उत्तिकै छ। यी सबै तथ्य र अवस्थाहरू बुझिसकेपछि अन्त्यमा एउटा गम्भीर प्रश्न उठ्छ। हामी सबैलाई एउटा पूर्ण रूपमा रोगमुक्त जीवन चाहिएको छ। यस्तोमा आधुनिक विज्ञानको त्यो द्रुत र जीवन बचाउने प्रविधि अनि परम्परागत अभ्यासको त्यो रोगलाई जरैदेखि निको पार्ने ज्ञान, यी दुवैलाई हामी कसरी एउटै प्रणालीमा पूर्ण रूपमा एकीकृत गर्न सक्छौं होला? पक्कै पनि यी दुवैलाई सँगै लैजान सके मात्र भविष्यको स्वास्थ्य सेवा साँच्चै नै उत्तम र सिद्ध हुन सक्छ। आजको यस प्रस्तुतिमा जोडिनु भएकोमा धेरै धेरै धन्यवाद।